Hey guys, welcome back to my channel. And आज चाहिँ म यस्तो भयो क्या, के भयो भने काम सकेर आइपुगेको, भोकले तार परिरहेको थियो कि रुममेट पनि छैन रहेछ, अन्त खाना पनि छैन रहेछ हो, अनि चामलै छैन रहेछ क्या, अनि किन्नु जानेलाई भयो। दिस इज इभिनिङ, अहिले बेलुकाखेरि छ, अनि कर लागेर चाहिँ जाँदैछु है। अनि जाँदाखेरि सम ऱ्यान्डम थट्स हुन्छ नि, अब यस्तै हुन्छ, मलाई चाहिँ ऱ्यान्डम थट्स आइरहन्छ। अब तपाईँहरूलाई कस्तो हुन्छ, मलाई चाहिँ यस्तै ऱ्यान्डम आइबस्छ है। अनि मैले के भन्न चाहेँ भने, हुन्छ नि अब मैले पनि कुनै एक्सटेन्टमा एट सम एक्सटेन्ट इन लाइफ मैले पनि गिभ अप खाएको हो क्या, मैले पनि गिभ अप गरेको हो। मैले चाहिँ के रियलाइज गरेँ भने, म त्यही सेयर गर्न आएको हो। भिडियो धेरै लामो पनि नहोला, जस्ट फ्यु मिनट्स, 2-3 मिनट जतिको हुन्छ होला, तर मलाई सेयर गर्नु मन पर्यो क्या यो, किनकि मलाई महसुस भएको कुरा हो नि त। म के भन्न चाहेँ भने, हुन्छ नि लाइफमा प्रगति भन्नु खोजेको क्या। फेरि प्रगति भन्ने चाहिँ अब छिट्टै हुने कुरा होइन रहेछ भन्ने चाहिँ एउटा महसुस भयो मलाई। हुन्छ नि अब हामीहरू स्पेसली अहिले जेनजी जेनेरेसनहरूले चाहिँ के सोच्छ भने, अहिले गरेको भरे भइहाल्ने होइन, अहिले थालेको अहिले भरे नै सक्सेस भइहालोस्, सक्सिड हुइजाओस् भन्ने हुन्छ बेसी नै। तर के हो रहेछ भन्ने चाहिँ, अब प्रगति भनेको त्यस्तै 2 मिनट्सको नुडल्सहरू त होइन नि त, होइन है, त्यो चाउचाउहरू होइन नि त, 2 मिनटमा पाक्ने खालको। अनि त्यही महसुस भयो मलाई चाहिँ। अब हुन्छ नि गिभ अप चाहिँ गर्नु नहुने, जतिकै अब लाइफ भन्ने नै स्ट्रगल हो नि त, होइन र? स्ट्रगलहरू छैन भने त लाइफको मजा लिनै पाइँदैन क्या हामीहरूले। त्यही हो, स्ट्रगल हुनु पर्यो, त्यहीले हामीहरूलाई बिल्डिङ अब ल्याडर हुन्छ होइन। त्यही हो, स्ट्रगल चाहिँ हुन्छ, तर त्यतिकै सजिलै गिभ अप गर्नु चाहिँ भएन है। त्यही भन्न आएको थिएँ। सी यू इन नेक्स्ट भिडियो, बाइ बाइ गाइस।